रहेछ म्यान अफ द म्याच हुनुभएको छ कस्तो फिल भइरहेको छ थ्याङ्क यू अब गेम राम्रै भयो धेरै ग्यापमा खेल्यो यसबिचमा म बाहिर गएको थिएँ यसो घुम्न गेम खेल्न धेरै ग्यापमा खेल्यो खासै त्यति सकेन त्यही गेम कम्बिनेसन मिल्यो टिमको त्यसरी गेम जित्न सफल भयो पर्वतको टिमलाई कस्तो रूपमा लिनुभएको थियो पर्वतको त अब धेरै राम्रो थियो हाम्रो भन्दा सबै मिलेको सेतरीदेखि लिएर सबै कुरा राम्रो थियो हाम्रो अलि उयो नै थियो त्यो मिडल बलकर भाइ अब नयाँ त्यही पनि मभन्दा राम्रो खेल्नु भाइले निकै नै राम्रो हुँदै हुँदै पनि लास्ट सेटमा पनि त्यति अग्रता कायम थियो फेरि भेटाउँदै छोड्दै भएको थियो डुकडुक भएको थियो मनमा त्यो गेम हो अब हुन्छ दुईटै टिमको अब नम्बर अघि लाने छोड्ने अघि लाने छोड्ने त्यस्तै अब गेम हो आज चाहिँ व्यक्तिगत रूपमा इन्द्र विकले कस्तो खेले जस्तो लाग्छ आज सन्तुष्टि हुनुहुन्छ आफ्नो खेलमा ठिकै यो लामो ग्याप पछि 15-18 दिनको ग्याप पछि खेले ठिकै खेले आफ्नो टिममा चाहिँ मभन्दा बेटर ऊ खेलेको थियो म भन्दा चाहिँ अर्को राम्रो खेलेको थियो मैले किन पाएँ भन्ने जस्तो भएको छ कि के छ त्यो चाहिँ अब मभन्दा राम्रो तेजेन्द्र भाइ सूर्य भाइ राम्रो धेरै राम्रो खेलेको थियो हजुर सबैको नजरमा हजुर राम्रो हुनुभयो हजुरले पाउनुभयो धेरै धेरै बधाई छ र आगामी दिनको जितको शुभकामना छ यसै गरी जित हासिल गर्दै जानु होला धन्यवाद टाइमको लागि थ्याङ्क यू धन्यवाद